अब के गर्ने मन नपरे पनि ज्वाइँ मान्नै पर्यो टिका लगाइदिनै पर्यो ल त कहाँ हामी त यो सेतो टिका लाउनु नि हामी त बाहुन अर्को रातो टिका छैन हो यही भएर तँलाई यो बाहुन काँडासँग पहिला नजा भनेको दुख्रिहाली के गर्ने पढ्ने बेलामा हेर त खानु नपाएर कस्तो भएर मेरो बहिनीको हालत यो हेर त यो बाबुको हालत खानै नदिनु मरन च्यासे लास्टै हेपे यो चिराम साहबले त्यही भएर मैले नआउने भनेको के पटम जाम न नजान्नु के अब आइसकेपछि टिका लगाएर जाने नि दुनियाँले कति पैसा कमाइसके त्यो अर्काको झोला बोक्दै नेताको पछि लगाएर जिन्दाबाद गर्ने त्यो काम सब छोड्नु होला छिटो लगाइदिनु न ढिलो भइरहेको मेरो बहिनीलाई राम्रोसँग पाल्ने त्यहाँ खै यहाँ आइज त पनि तेरो खप्पर त्यो गाउँभरिका त्यत्रा मगरहरू थिए छोडेर तँलाई यो बाहुनसँग जानुपर्ने तँलाई ल राम्रोसँग खाइस् मिठो मासु खाइस् साँझ घर है ल तपाईँ जोइ साहब जम्मा 20 रुपियाँ आयो गर्नसम्म गाली गरेर जम्मा 20 रुपियाँ लौ न तपाईँको दक्षिणा हेप्ने पनि एउटा सीमा हुन्छ नि बस जाने भएछ म चाहिँ